हेलो गाइस, फाइनली वेलकम टु दिस च्यानल। आज चाहिँ म तपाईँलाई होइन यो ह्यान्डिक्राफ्टको सामान, चाँदीको सामान चाहिँ कसरी चाहिँ बनाउँदो रहेछ, फिनिसिङ लास्टमा कस्तो हुँदो रहेछ, प्रोसेस के रहेछ होइन, म तपाईँलाई देखाउने छु। फर्स्टमा चाहिँ यसरी यो हाँडीमा गाल्दा रहेछ, यसरी यसलाई मेल्ट गरेर चाहिँ डल्लै त्यो मेल्ट त्यहाँबाट सेप निकाल्दो रहेछ, यस्तो डल्लो 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 सेप निकाल्दो रहेछ हो। आफ्टर यो सेप निकालिसकेपछि त्यहाँ कार्भिङको लागि जाँदो रहेछ। कार्भिङ चाहिँ हातले गर्दो रहेछ, यसरी होइन कार्भिङ गर्दो रहेछ, हातले गर्दो रहेछ, फलम लिएर अन्त यसरी कार्भिङ गरिसकेर कार्भिङ गरेर मजाले गर्दो रहेछ, मिहिनेत लगाएर गर्दो रहेछ हो। अन्त यो मिहिनेत लगाएर कार्भिङ गर्दो रहेछ, मजाले अनुहारको आँखाहरू छिटो 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 निकाल्दो रहेछ, नाक कानहरू दाँतहरू सबै निकाल्दो रहेछ। त्यहाँबाट यो फुलको डिजाइन हुँदो रहेछ, यता माथिहरूलाई चाहिँ के फुर्का हुँदो रहेछ होइन, फुलको डिजाइन हुँदो रहेछ। फुलको डिजाइन मजाले निकाल्दो रहेछ। अब हातले पेन्सिलले बनाएर एकदम यति दामी डिजाइन बनाउँदो रहेछ होइन। यो दाहरूले कहिले अब है हेरिदिनुहोस् होइन, यो चाँदीको सामानमा यसरी हातले यसरी बनाउँदो रहेछ ह्यान्डिक्राफ्टको। अन्त त्यहाँबाट पनि त्यो पेन्सिलले बनाइसकेर पनि त्यहाँबाट पनि कार्भिङ गर्दो रहेछ। यसमा नि यो अर्को पार्ट्स पार्ट्स हुँदो रहेछ, जम्मा 7-8वटा पार्ट्स हुँदो रहेछ हो। अन्त यो पार्ट्स गरेर यसरी डिजाइन गरिसकेर मजाले यसरी फिनिसिङ गर्दो रहेछ। त्यहाँबाट चाहिँ त्यो भित्र जे हालेर त्यो कडा बनाएको हुन्छ त्यो चाहिँ हिटतिर चाहिँ बाहिर निकाल्दो रहेछ, भित्र सिसा भन्छ होइन, त्यो सिसालाई चाहिँ निकाल्दो रहेछ हो। यसरी निकालेर त्यसलाई फिनिसिङ सबै भइसकेर यसरी निकाल्दो रहेछ। यसमा के रातोबाट माटोहरू लगाएर सिसा एउटा बोटुकामा निकाल्दो रहेछ हो। त्यो फुर्काको पनि त्यसरी निकाल्दो रहेछ। अन्त यति दामी रहेछ दाएको हातमा होइन, कलाहरू होइन, सिप यति दामी रहेछ दाहरूले होइन, राम्रो गर्दो रहेछ। मलाई पनि खुसी लाग्यो है सिप। अन्त यसरी निकाल्दो रहेछ, यसलाई सिसा भन्दो रहेछ होइन। यो निकाल्दो रहेछ यसरी हिटले दिएर मजाले निकाल्दो रहेछ, बिस्तारै 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 निकाल्दो रहेछ हो। अन्त यो निकालिसकेर चाहिँ त्यहाँबाट चाहिँ यसको अर्को प्रोसेसको लागि जाँदो रहेछ, फिनिसिङको लागि जाँदो रहेछ। अन्त यसरी पार्ट्स जोडेर चाहिँ लास्टमा चाहिँ अब कस्तो चाहिँ अब यसको सेप हाइट मेजरमेन्ट वेट कति हुन्छ होइन, त्यो सबै गर्दो रहेछ हो। अन्त यसरी निकाल्दो रहेछ। यो चाहिँ प्युर चाँदी हो। त्यहाँबाट गरिसकेर यसरी त्यो पनि यसरी मुनिबाट पाइपहरू लगाएर यसरी फिटिङ गर्दो रहेछ। यो फिटिङ गरिसकेर चाहिँ अब यसलाई क्रिएटिभिटी यो उनीहरूको एउटा सानो क्रिएटिभ होइन, सिम्पल बनाउँदो रहेछ तर राम्रो बनाउँदो रहेछ हो। सबै मेड विथ ह्यान्ड होइन, हातले बनाएको रहेछ। यसरी बिस्तारै बिस्तारै यस्तो हुँदैछ। अन्त लास्टमा चाहिँ गएर चाहिँ अन्त यसरी डिजाइन सिजाइन सबै कुरो रेडी भइसकेर आएर चाहिँ फेरि नेक्स्ट प्रोसेसको लागि जाँदो रहेछ। अब यसलाई के गर्नुपर्ने कसो गर्नुपर्ने हो त्यो त्यो निकाल्दो रहेछ। अन्त यो चाँदीको डिजाइन चाहिँ यसरी नै हुँदो रहेछ, यसरी हुँदो रहेछ होइन। पार्ट्स गरेर यसरी माथि यसको टाउको हेडहरूलाई झापा भन्दो रहेछ, झापा पनि यसरी कार्भिङ गरेर यसरी फिनिसिङ गर्दो रहेछ होइन, हातले मजाले यसरी दाले होइन। त्यो हेभी खुसी भएर गर्दो रहेछ काम पनि होइन, मजाले हो, मनबाट गरेको रहेछ, राम्रो काम रहेछ हो। मलाई पनि दामी लागेको काम हो। त्यहाँबाट चाहिँ यो गरिसकेर चाहिँ सेम प्रोसेस अब यसरी नै फिनिसिङ गरिसकेर कार्भिङ गर्दो रहेछ मजाले। हार्डवर्क चाहिँ पुरा गर्दो रहेछ होइन, हार्डवर्क चाहिँ इम्पोर्टेन्ट रहेछ। दाएको हार्डवर्क देखेर चाहिँ मलाई पनि भित्रबाट मोटिभेसन टाइपको भइदियो होइन, मान्छे भएर यस्तै हुनुपर्छ भन्ने टाइपको भइदियो। लास्टमा फिनिसिङ चाहिँ तपाईँको यस्तो हुँदो रहेछ, डल्लै डल्लै त्यो कार्भिङ भइसकेर चाहिँ जोड्दो रहेछ, यसलाई चाहिँ फुम्बा भन्छ होइन। त्यहाँदेखि यसरी हुँदो रहेछ होइन। फाइनली थ्याङ्क यू गाइज फर वाचिङ दिस।